यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ आजको यस भिडियोमा यानि कि सेकेन्ड लेफ्टिनेन्ट अथवा अधिकृत क्याडेटको बारेमा वाट आर द क्राइटेरिया रिक्वायर्ड फर सेकेन्ड लेफ्टिनेन्ट इन नेपाल, जस्तै नेपालमा सेकेन्ड लेफ्टिनेन्ट बनाउनको लागि के क्राइटेरिया चाहिन्छ, यसमा फिजिकल क्राइटेरिया चाहिन्छ, तपाईँको मेन्टल्ली प्रिपेयर हुनुहुन्छ कि नै त्यो अनुसार चाहिन्छ, र तपाईँको एज क्राइटेरिया चाहिन्छ। सबै म क्राइटेरिया वाट आर द डकुमेन्ट रिक्वायर्ड फर सेकेन्ड लेफ्टिनेन्ट इन नेपाल, सेकेन्ड लेफ्टिनेन्टको फर्म फिलअप गर्नलाई चाहिँ डकुमेन्टहरू के फिलअप गर्नलाई कुन डकुमेन्टहरू चाहिन्छ म सबै कुरा, अनि तपाईँको वेट कति हुनुपर्छ, हाइट कति हुनुपर्छ, र अर्को भिडियोमा चाहिँ म चाहिँ हाउ टु फिलअप दि फर्म अफ सेकेन्ड लेफ्टिनेन्ट इन नेपाल, म चाहिँ अर्को भिडियोमा चाहिँ सेकेन्ड लेफ्टिनेन्टको फर्म कसरी फिलअप गर्ने भनेर चाहिँ म भिडियो ल्याउनेछु। यसको लागि म ढिलो नगरेर भिडियोलाई अनि छोटो तरिकाले म लग्न गइरहेको छु। तपाईँले अधिकृत क्याडेटको भ्याकेन्सी चाहिँ तपाईँले यदि एजुकेसन क्वालिफिकेसनमा यदि तपाईँ 12 पास हुनुहुन्छ भने तपाईँले सजिलै दिन सक्नुहुनेछ, र तपाईँ त्यसपछि ब्याचलर पास हुनुहुन्छ भने तपाईँले सजिलै दिन सक्नुहुन्छ। अनि तपाईँको एज क्राइटेरिया 12 पासको लागि छुट्टै, ब्याचलर पासको लागि छुट्टै क्राइटेरिया छ, म त्यो भन्ने नै छु। फर्स्टमा तपाईँले vacancy.nepal.army.mil.up भन्ने यो वेबसाइटमा, जस्तै यो वेबसाइटमा गएर तपाईँले के गर्नुपर्छ, लगइन आइडी चाहिँ क्रिएट गर्नुपर्छ। विदाउट लगइन आइडी देयर इज नो पोसिबल छैन, त्यसै लगइन आइडी चाहिँ हजुर क्रिएट गर्नुपर्छ। र त्यो तपाईँले फर्म भरिसकेपछि अनलाइनबाट राजस्वहरू सबै लगेर प्रिन्ट त्यो गरेर रु 10 रुपियाँको टोकन, जस्तै टिकट टाँच्नुपर्ने छ, र दरखास्त पेश गर्ने आह्वान गरिन्छ भनिसकेको छ। हाम्रो विज्ञापन 2083 साल श्रावण 29 गते भएको थियो, जसमध्ये 280 जनाको विज्ञापन छ। त्यसमध्ये सैनिक सन्तति अथवा कुनै सैनिक तालिमको बेला मृत्यु भएका उनीहरूका छोराछोरीहरू अथवा सन्ततिहरूलाई, सैनिकका सन्तति र शारीरिक रूपमा अशक्तहरूको लागि 14 जना, खुल्लातर्फ चाहिँ तपाईँको 146 जना, तपाईँको महिलातर्फ 24 जना, आदिवासी जनजातितर्फ यो समावेशीतर्फ भन्ने छ नि, यसको लागि चाहिँ छुट्टै फिलअप फर्म भर्नलाई छुट्टै पैसाहरू क्राइटेरिया गरिदिएको छ, म भन्ने नै छु। र दलितको लागि 18 जना, पिछेको लागि 6 जना, र जम्मा तपाईँको 280 जनाको लागि भ्याकेन्सी खुलाएको छ। ओके, र तपाईँको दरखास्त मिति भनेपछि 2082 साल 5 महिना 6 गतेदेखि तपाईँले 2082 साल 6 महिना 4 गतेसम्म भरिसक्नुपर्ने छ। तर तपाईँले जबरदस्त बुझाइ फेरि थप 7 दिन थपेर तपाईँले 2082 साल 6 महिना 5 गतेदेखि 2082 साल 6 महिना 11 गतेसम्म भर्न सक्नुहुनेछ। यदि तपाईँको एकल अथवा डबल दोस्रो भर्दाखेरि, जस्तै आज फर्म भरिसकेपछि भोलि शनिबार त्यो छ भने तपाईँले आज नै फर्म फिलअप गरिसक्नुपर्ने छ भनेर नोटिस पनि दिएको छ। यो चाहिँ तपाईँले क्राइटेरिया पुगाउनु होला। र यसपछि हाम्रो स्थान चाहिँ के छ भने भर्ना छनौटका केन्द्रहरू चाहिँ हाम्रो 8वटा केन्द्रहरू दिएको छ, जसमध्ये स्वयम्भू काठमाडौँबाट पनि हामीले भर्न सक्नुपर्ने छ। अनि यसमा टेलिफोन नम्बर पनि दिएको छ, तपाईँले यसमा कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ। स्वयं मान्छेले जानुपर्छ, किनकि यो डकुमेन्ट क्राइटेरिया पछि केही भयो भने कानुन अनुसार तपाईँले सहुलियत तिर्नुपर्ने भएको हुनाले तपाईँले स्वयं मान्छे गएर गर्नुपर्ने छ। र म अर्को भिडियोमा चाहिँ म फर्म कसरी फिलअप गर्ने भनेर चाहिँ म हजुरहरूलाई प्रोसेसहरू सिकाउन गइरहने छु। र तपाईँले इटहरी, सुनसरीबाट बर्दिवास, मत्तरी, हेटौँडा, विजयपुर कास्की, बुटोल रूपन्देही, निमारे सुर्खेत, र त्यही गरी कैलालीबाट पनि भर्न सक्नुहुनेछ। यसको लागि हो। र म तपाईँले अर्को कुरा के भन्छु, दरखास्त 10 रुपियाँ यदि तपाईँ खुल्लातर्फ हुनुहुन्छ भने तपाईँ 1000 रुपियाँ तिर्नुपर्छ। तर तपाईँ समावेशीतर्फ हुनुहुन्छ भनेपछि 1000को यानि कि 20% भनेपछि 1200 रुपियाँ चाहिँ तपाईँले तिर्नुपर्ने हुन्छ फर्म। र त्यसको लागि हामीले नेपाल टेलिकममा खाता नम्बर पनि दिएको छ, र म खाता नम्बरहरूलाई एक्सप्लेन गर्न सक्दैन, कोड नम्बर दिएको छ, तपाईँले म अर्को भिडियोमा यस खाता नम्बरहरू डक्को प्रोसेस लिएर ल्याउने छु। र हाम्रो अब शैक्षिक योग्यता के छ भने लेटर ग्रेडिङ निर्देशिका 2078 लागू हुनु पूर्व चाहिँ लेटर ग्रेडिङ 2078 लागू हुनु पूर्व जारी भएका प्रमाणपत्रको हकमा न्यूनतम जिपिए 2 अथवा कम्पलसरी जिपिए तपाईँको न्यूनतम 2 अथवा कम्पलसरी चाहिँ तपाईँको सिजिपिए चाहिँ 1.6 वा सोभन्दा माथि हुनुपर्ने छ। जिपिए 2078 लागू हुनु पूर्व जारी भएको लेटर ग्रेडिङ छ नि, अगाडि पूर्व, र कुनै पनि विषयमा तपाईँको डी प्लस भन्दा तल ग्रेड आएको हुनु पर्दैन। यदि तपाईँको ग्रेड डी प्लस भन्दा तल छ भने तपाईँ चाहिँ इफ यु आर नट एलिजिबल फर दिस पोजिसन अफ सेकेन्ड लेफ्टिनेन्ट इन नेपाल, तपाईँ चाहिँ सेकेन्ड लेफ्टिनेन्ट लागि एलिजिबल हुनुहुँदैन। र लेटर अर्को स्नातक अधिकृत क्याडेटलाई प्रमाणपत्र तह वा सोसर उत्तीर्ण, स्नातक अधिकृत क्याडेटको लागि स्नातक तह वा सोसर उत्तीर्ण, खमा लेटर ग्रेडिङ 2078मा एससीको हकमा तपाईँको न्यूनतम योग्यता चाहिँ जिपिए 2 हुनु पर्यो, र मूल प्रमाणपत्र गरेको हुनुपर्ने कक्षा 12को शैक्षिक योग्यताको हकमा तपाईँ कक्षा 12को हकमा चाहिँ 1.6 हुनु पर्यो, कुनै विषयमा डी प्लस ग्रेड भन्दा तल हुनु भएन। र तपाईँको
क्लास 10 कोमा GPA 2 हुनुपर्यो र मूल प्रमाणपत्र पर्याप्त गरेको मूल भनेपछि मेन सर्टिफिकेट चाहिँ प्रमाणपत्र प्राप्त गर्ने। स्नातक अधिक क्याडेटको सैनिक आधारभूत तालिम चाहिँ तपाईँको 12 महिनाको लागि हुनेछ। यो पछि डिस्कस गर्नेछौँ। र एसएलसी एसीमा परीक्षामा अनिवार्य गणित विषय लगेको हुनुपर्ने, तपाईँले अनिवार्य गणित विषय लगेको हुनुपर्ने। एसएलसी अथवा एसीमा चाहिँ तपाईँले अनिवार्य गणितहरू लग्नु भएको छैन भने इफ यु आर नट एलिजिबल, तपाईँ चाहिँ गणित चाहिँ तपाईँको एसीमा सही कम्पलसरी गणित चाहिँ लगेको हुनुपर्ने भनेर भन्छ है। र उचाइको लागि एसएलसी अथवा एसी भनेपछि स्कुल लेभल सर्टिफिकेट भनेपछि, एसी भनेपछि तपाईँको +2 अथवा एसीमा चाहिँ तपाईँको अनिवार्य कम्पलसरी म्याथमेटिक्स हुनुपर्ने। यदि कम्पलसरी म्याथमेटिक्स छैन तपाईँ एलिजिबल हुन्न। अब म शारीरिक योग्यतातिर जान्छु। यो शैक्षिक योग्यतापछि शारीरिक योग्यता चाहिँ तपाईँको पुरुषको हकमा चाहिँ उचाइ 5 फिट 3 इन्च हुनु पर्यो मिनिमम होइन। महिलाको हकमा चाहिँ न्यूनतम 5 फिट हुनु पर्यो र पुरुषको हकमा छातीको लागि चाहिँ नफुलाउँदा न्यूनतम 32 इन्च र फुलाउँदा चाहिँ न्यूनतम 34 इन्च हुनु पर्यो। र ओजनको केसमा चाहिँ पुरुषको केसमा 50 केजी हुनु पर्यो, महिलाको केसमा न्यूनतम 40 केजी हुनु पर्यो। ओके। र महिलाको लागि चाहिँ छातीहरूको आवश्यकता छैन। र आँखाको लागि यदि तपाईँले आँखामा चस्मा प्रयोग गर्नुभएको छ भने +-2 वा भन्दा बढी कमजोर नभएको हुनुपर्ने। +-2 भन्दा बढी कमजोर भएको हुनुपर्ने रे चस्मा हटाउनुहुन्छ भने। र अन्य योग्यता यदि तपाईँले कुनै पनि पहिला नैतिक पतन अथवा कुनै पनि ध्वस्तभस्तमा जाकि तपाईँले समावेश हुनुभएको छ भने उसको लागि चाहिँ द्याट्स नट एलिजिबल। किनकि आर्मी जस्तो त्यस्तो सेक्युरिटी पोस्टमा यस्तो तपाईँ एलिजिबल। तपाईँले पहिला त्यस्तो कुनै पनि मुद्दाहरूमा तपाईँ समावेश, फौजदारी अदालत त्यस्तो मुद्दामा सजाय नपाएको हुनुपर्ने भनिसक्यो है। अब हाम्रो तपाईँको उमेर हद भनेपछि, उमेर हद के भनेपछि हाम्रो छुट्टै छ। ब्याचलर लेभलको लागि छुट्टै, 12 पास आउटको लागि छुट्टै छ। यदि तपाईँले दरखास्त अन्तिम मिति तपाईँको 2082 6 महिना 4 गतेको दिन 18 वर्ष पुरा भई प्रमाणपत्र तह भनेपछि अथवा +2 लेभल इन्टरमिडिएट लेभल तपाईँ पास हुनुहुन्छ भने 18 वर्ष पुरा भई 21 वर्ष नहुनाको अथवा तपाईँको जन्म मिति 2061 साल 6 महिना 4 गतेदेखि मिति 2064 साल 6 महिना 4 गतेसम्म छ भने इफ यु आर टोटली इलिजिबल फर दिस फर्म, यो फर्मको लागि तपाईँ टोटली इलिजिबल हुनुहुन्छ। तर चाहिँ तपाईँको जन्म मिति 2000 जस्तै 61 भन्दा तपाईँ पछि, जस्तै तपाईँको 2061 देखि 2064 सम्म हुनु पर्यो। तर 61 भन्दा पछाडि छ भने तर तपाईँले ब्याचलर पास गर्नुपर्छ होला, इट्स मेबी है। 21 वर्ष क्रस नभएको हुनु पर्यो +2 लागि, 18 वर्षदेखि 21 वर्ष। अनि तपाईँ 2082 साल 6 महिना गतेको दिन 18 वर्ष पुरा भइसकेको हुनुपर्छ। 18 वर्ष एक दिन भयो भने तपाईँले फर्म भर्न पाउँदैन। र स्नातक तह वा भनेपछि ब्याचलर शैक्षिक योग्यताको हकमा दरखास्त पेश गर्ने अन्तिम मिति 2022 साल 6 महिना 4 गतेको दिन 18 वर्ष पुरा भई 24 वर्ष नहुने, ब्याचलर लागि के छ 18 वर्ष पुरा भई 24 वर्ष चाहिँ तपाईँ ननागेको हुनु पर्यो। र तपाईँको जन्म मिति के हुनु पर्यो 2058 साल 6 महिना 4 गतेदेखि 2064 साल 6 महिना 4 गतेसम्म हुनुपर्ने छ। र पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू अब तपाईँले के गर्न पर्यो भनेपछि अनलाइनबाट तपाईँले त्यहाँ प्रोसेस दिन्छ, म सब अनलाइनबाट भन्छु। त्यो फर्मलाई तपाईँले प्रिन्ट गरेर र तपाईँको ओरिजिनल डकुमेन्ट सहित सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट, अनि त्यसपछि ब्याचलरलाई त्यस्तै गरेर तपाईँको ओरिजिनल सर्टिफिकेट लगेर तपाईँले जाने र त्यसको प्रिन्ट पनि गरेर जानुपर्ने छ। एक पत्र नेपाली फाइलमा, केमा नेपाली फाइल छ नि त्यसमा राखेर तपाईँले जानुपर्छ। र यदि केरमेट र दोहोरीमा तपाईँको प्रमाणपत्र मान्ने हुने छैन र उक्त फर्म तपाईँ स्वयं गएर भर्नुपर्ने छ भन्ने भनेछ है। नेपाली नागरिकत्वको प्रमाणपत्र चाहियो तपाईँलाई, ओरिजिनल पनि चाहियो तर त्यसको प्रिन्ट पनि चाहियो। एसएलसी एसीवा लब्धिन्दा भनेपछि एसीको क्यारेक्टर सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, ओरिजिनल प्रोभिजनल प्रमाणपत्र तपाईँले के गर्नु पर्यो, त्यसलाई ओरिजिनल सहित र प्रिन्ट गरेर तपाईँ जानु पर्यो। यो कुरा म अर्को फर्ममा फिलअप गर्ने भन्छु र यसमा क्राइटेरिया भन्नु गएको। यदि तपाईँको शरीरमा सबै कुराहरू म सबै मेन्टली एज वेल एज फिजिकली म चाहिँ प्रिपेयर छु र म गर्न सक्छु भने इफ यु आर टोटली इलिजिबल फर दिस फर्म, तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ भन्ने कुरा भइसक्यो। र अनि तपाईँको के भनेपछि फोटोग्राफ उम्मेदवारको हालसम्म खिचेको पुरै मुख, तपाईँको दुवै कान प्रष्ट हुनु पर्यो, हालसालै खिचिएको हुनु पर्यो, किसिमको देखाएको अनुसार फोटो हुनु पर्यो, दरखास्त साथ पेश गर्नुपर्छ। र पासपोर्ट साइजको फोटो प्रति 4 यदि 2x2 साइजको के हुनु पर्यो फोटो प्रति हुनु पर्यो। सम्पर्क मिति 2082 साल 6 महिना 24 गतेको दिन 11 बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना छनौट केन्द्रमा अरे। सम्पर्क मिति के हो 2082 6 महिना 24 गतेका 11 बजे छनौट प्रक्रिया चाहिँ
अब तपाईँ छनौट प्रक्रिया चाहिँ म भन्न गइरहेको छु। उम्मेदवारको छनौट परीक्षा अन्तर्गत बेयरिङ अथवा प्रारम्भिक स्वास्थ्य परीक्षण हुन्छ, शारीरिक परीक्षण, आइक्यू परीक्षा हुन्छ तपाईँको। जस्तै इङ्ग्लिस, म्याथमेटिक्स, साइन्स, तपाईँ म्याथको तपाईँको इक्जाम छुट्टै 500 मार्क्सको पर सब्जेक्ट 100 मार्क्सको इक्जाम हुन्छ। नेपाली पनि हुन्छ। त्यसमा तपाईँको पहिला शारीरिक अन्तर्गत बेयरिङ हुन्छ, प्रारम्भिक स्वास्थ्य परीक्षण हुन्छ, त्यसपछि शारीरिक परीक्षण हुन्छ अनि आइक्यू परीक्षा हुन्छ। आइक्यू हुनुपर्यो अनि त्यसपछि आइक्यूको लागि तपाईँले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्दा हुन्छ। म लोकसेवाको आइक्यूहरू अपलोड गर्ने नै छु। र स्वास्थ्य परीक्षण गुणस्तरता हुनेछ अरे। भर्ना छनौट अन्तर्गत लिने बेयरिङ परीक्षाको विस्तृत मापदण्ड वेबसाइटको विज्ञापन हेर्न सकिन्छ। र भर्ना प्रक्रियाको लागि तपाईँको स्वास्थ्य परीक्षणको लागि बेयरिङ हुन्छ नि परीक्षाको विस्तृत मापदण्डको लागि वेबसाइटमा विज्ञापन हेर्न सकिन्छ भने म अर्को भिडियोमा टक्क वेबसाइटमा ल्याउने छु। सम्बन्ध दरखास्त पेश गरेको सम्बन्धित परिणामी भर्ना छनौट केन्द्रमा हुनेछ। र यदि तपाईँले भर्ना छनौट केन्द्रमा दरखास्त पेश गर्ने उम्मेदवारको छनौट परीक्षा अन्तर्गत बेयरिङदेखि लिखित परीक्षामा दरखास्त पेश गरेको सम्बन्धित प्रारम्भिक भर्ना छनौट केन्द्रमा हुनेछ अरे। जुन केन्द्र त्यसमै हुनेछ। बाँकी रहेको अन्य परीक्षा श्री भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले तोकेको स्थानमा सकिन्छ। बाँकी चाहिँ जङ्गी अड्डाले तोक्छ पछिको। तलब भत्ता रासन चाहिँ नेपाल सरकारको प्रचलित नियम र व्यवस्था अनुसार हुनेछ। र यो कुरा यति नै हो। पोर्टल भनिसकेको छ। नेपाल अनलाइन क्लिक गर्ने, अनलाइन दरखास्त फारम भर्न निम्नानुसारको युनिकोड भर्नुपर्नेछ। साथै फोटो, नेपाली नागरिकता यो हो। तपाईँले लगइन आइडी बनाउनुपर्छ। व्यक्ति विवरण, शैक्षिक विवरण, पारिवारिक विवरण सबै राखेर लगइन आइडी बनाउनु पर्नेछ। म हाउ टु क्रिएट लगइन आइडी फर सेकेन्ड लेफ्टिनेन्ट नेपाल भन्ने चाहिँ लगइन आइडी चाहिँ म तपाईँलाई भन्ने नै छु। यसमा मैले तपाईँलाई एजुकेसन क्वालिफिकेसन, फिजिकल रिक्वायरमेन्ट, कहाँ गएर र कहिलेसम्म भर्न सकिन्छ, जन्ममिति सबै भनेको छु। हस्, नयाँ कुराहरूको लागि अपडेट गर्दै गर्नुहोला। र मेरो फेसबुकमा फिजिसिस्ट सुभाष भन्ने फेसबुक पेजलाई चाहिँ फलो गरिदिनुहोला। र त्यसमा नयाँ अपडेटहरू, लोकसेवाको पोस्टहरू, जस्तै क्लास 11-12का क्वेसनहरू अनि त्यसपछि पोस्ट अनि सबै आउनेछ। र यस युट्युब च्यानलमा क्लास 11-12 अथवा 10 को साइन्स, म्याथमेटिक्स र फिजिक्स, केमिस्ट्री, म्याथमेटिक्स एन्ड बायोलोजी रिलेटेड जस्तै कम्प्लेक्स सोल्युसनको सिम्पल सोल्युसनमा आउनेछ भन्ने म आशा राख्छु। र तपाईँहरूले मेरो युट्युब च्यानलमा अपडेट गर्दै गर्नुहोला। हस्, धन्यवाद।